त्यो मेरो कर्तव्य हो। एउटा जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ। हिजो पनि सुनेको हौँ, आज पनि सुनेको हौँ। 2 को सरकारले 1 रुपियाँ दिएन, 1 रुपियाँ दिएन। ठुलो उपलब्धि भने मलाई थुन्नमा लगायो। ठिकै छ, थुन अझै पनि म त तयारै छु। अब हामी झन् बलियो भएर आएका छौँ। तपाईँको मत लिएर हामी काम गर्नेछौँ। तपाईँहरूले दिनुभएको मेन्डेट हामीसँग छँदैछ। यसपटक चितवनमा मलाई अलिक कम गएको छ, अलिक कम होला है, मान्छे नआउला नै, अझै भोट घट्ला है भनेर भनेका छन्। अब भोट घट्छ कि घट्दैन तपाईँहरू भन्नु होला। अब पक्का हो। अब 2टा उपाय छ मसँग, कि म यहीँ अड्डा जमाएर बस्नु पर्यो, कि चाहिँ देशैभरि उठेका मेरा भाइहरू साथीहरू हुनुहुन्छ उनीहरूलाई पनि सँगै संसद अधिवेशनलाई उता दौड्नु पर्यो। त्यसको लागि चितवनको जिम्मा तपाईँले लिनु पर्यो। 11 नम्बरको जिम्मा 11 नम्बरमा यहाँ भएकाहरूले लिनु पर्यो। म देशैभरि साथीभाइ जिताउने हिँडौँ त। तर आउँछु, म पनि आउँछु नि, कहाँ नआउने कुरै हुँदैन नि, आइरहन्छु। तर आउने मात्र होइन, म दुःख गरेर भए पनि सबै साथीहरूलाई जिताउने गरी यसपटक लिएर जाँदैछौँ। यसपटक इतिहास बदल्ने कोसिसमा हामी लागिपरेका छौँ। यो देशले स्थायी सरकार पाओस् र सम्पूर्ण समस्याहरू समाधान हुन्। युवाहरूको बेरोजगारी समाधान होस्, देशमै गरी खान पाइयोस्, उद्योग कल कारखाना सुरु हुन्, पैसा हुने नहुने सबैले उपचार र शिक्षा प्राप्त गर्न सकुन्, बाटोघाटो पुल गरेसाहरू समयमा सम्पन्न हुन सकुन्, किसानले मल बिउसँगै बजार पनि पाउन सकुन्, सबैको समाधान गर्न सकियोस् भनेर हामी काम गर्न लागिरहेका छौँ। तपाईँहरूले माया गरेर 2 पटक मलाई निर्वाचित गर्नुभएको छ। मैले त्यो गुण बिर्सिएको पनि छैन। म सिङ्गो देशलाई सेवा गरेर तपाईँले लगाउनु भएको गुण तिर्छु। म यति भन्नका लागि यहाँ उपस्थित भएको छु। यो माया, सद्भाव र विश्वासको लागि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई बिदा हुन्छु। हस्, सबैको जय होस्, जय देश, जय घन्टी। यात्री ओर्लन्छ, मलाई फर्केर हेर्न मन होला। स्वागत छ, धन्यवाद।